नेपालमा संविधान दिवस चाहिँ कहिले मनाइन्छ? हेलो हजुर, नमस्ते। 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 तपाईँको शुभ नाम चाहिँ? ममता गुरुङ, चिराई श्रेष्ठ। कहाँदेखि हुनुहुन्छ तपाईँहरू? हामी नवीन। नवीन। नवीनदेखि हो। अनि आज चाहिँ के को इक्जाम थियो हजुरहरूको? सामाजिक। सामाजिक थियो। अनि कस्तो भयो नि इक्जाम चाहिँ? ठिकै थिए भनौँ। राम्रै भयो। हजुर। ए अनि अब चाहिँ +2 दिइसके पछाडि चाहिँ के गर्ने सोचमा हुनुहुन्छ? अब हेरौँ के हुन्छ, पहिला रिजल्ट हेरौँ त्यसपछि थाहा हुन्छ। त्यही हो नेपालीको पनि त्यही हो। त्यस पछाडि चाहिँ तपाईँहरूले चाहिँ आज इक्जाम दिनुभयो है। मैले चाहिँ हजुरलाई चाहिँ एउटा क्वेसन सोध्छु, हुन्छ? सोध्न मिल्छ? सजिलो सोध्नलाई। अच्छा, हमको सिखा रिया है। सजिलो सोध्छ है, हुन्छ? सामाजिकको भनिसके पछाडि चाहिँ नेपालमा संविधान दिवस चाहिँ कहिले मनाइन्छ? उस के भन्छ अरे, असोजको 3 गते। 2072 असोज 3 गते। थाहा भएन, असोज 3 गते नै हो। हुन्छ, तपाईँले चाहिँ एन्सर मिलाउनु भएको छ। हामी चाहिँ गुगल ट्रेनिङ इन्स्टिट्युटबाट आएको। अनि तपाईँले चाहिँ अब आफ्टर चाहिँ +2 पछाडि चाहिँ अब हुन्छ नि त, खाली समयमा चाहिँ केही आफूलाई चाहिँ स्किल बढाम अथवा बोल्न सक्ने कन्फिडेन्ट लेभल, साथै अब तपाईँले चाहिँ कम्प्युटर नलेज लिएर चाहिँ केही आफूलाई बनाउनु भएको छ भने हाम्रो चाहिँ फाइनेन्स लाइनमा चाहिँ गुगल ट्रेनिङ इन्स्टिट्युट छ। यहाँ चाहिँ तपाईँलाई चाहिँ 0 लेभलबाट एडभान्ससम्म सबै कम्प्युटर कोर्सहरू हामीले सिकाउँछौँ। तपाईँ हुनुहुन्छ भने तपाईँलाई चाहिँ 10% अफ पाउनुहुन्छ। थ्याङ्क यू। तपाईँहरू 2 जना आउनु, अनि तपाईँले चाहिँ आफ्नो साथीहरूलाई पनि लिएर आउनु भयो भने चाहिँ हजुरलाई अरू विशेष 4 जना कि 5 जना फोटो खिचिरहेको। ए वाह हो, हुन्छ। सबै भएर आउनु, तपाईँहरूलाई चाहिँ हामी डिस्काउन्ट गरिदिन्छौँ है। Google Skill Development Center, Butwal, 8 Milanchok.